हेलो गाइज, के छ सबैजना सन्चै हुनुहुन्छ होला। हामी पनि एकदम सन्चै छौँ। हामी चाहिँ लाग्यो है त बजार, तपाईहरु पनि आउनु होला। आज चाहिँ चनडामा चौथो दिन बबाल म्याचहरु हुँदैछ। टक्क म त्यहाँको पनि दृश्यहरु तपाईहरुलाई देखाउने छु। हाम्रो बाटो चाहिँ यस्तो छ, बबाल छ, टक्क खुर्किला बाटो एकदम शीतल छ। हामी यसरी जाँदैछौँ। हाम्रो भाइ यहाँ आउँदैछ तलबाट, माथि टोलीहरु माथि जाँदैछन्। म त्यहाँको बबाल म्याचहरु पनि देखाउने छु तपाईहरुलाई। आज चलपल कतिको छ एकदम सँगले तपाईहरुलाई देखाउने छु। एकदम उकालो छ बाटो, यहाँ खुर्किला बबाल घाम लागिरहेछ आज। हाम्रो उहाँ भीष्म भाइले चाहिँ केही कुरा भन्दैछ, म उहाँ भाइलाई म सोध्छु। है त गाइस, यस्तै छ, रमाइलो भइरहेछ टक्कसँगले बजार। हामी चाहिँ रेगुलर दर्शक हो कि हैन, एक दिन पनि छुटेन। उसले त झन् लाग्नु अघिल्लो दिनदेखि नि गएको हो कि होइन भन् त। अघि बिहानै गएर फेरि आएर भात खाएर फेरि गएको, त्यस्तो छ। गेम त हामीले एक दिन पनि छुटाएको छैन। ल यस्तो छ बाटो चाहिँ। ल फाइनल कुरा के हो भन्नु त। ल यो फाइनल कुरो चाहिँ के हो भने, यो टिआर भ्लगलाई चाहिँ एकदम लाइक शेयर कमेन्ट एकदम थकाले गरिदिनु होला। धेरै धेरै धन्यवाद। भाइरल बनाइदिनु होला है। गाइस, यहाँ बाटोमा चाहिँ अम्बक पनि रहेछ। हामी अम्बक खाँदै जाँदैछौँ। हाम्रो आजको खाजा यही हुने जस्तो छ। वाउ, धेरै छ। माथि एक बोरा जति टिपेर लगेर माथि घाममा बसेर खाँदै हेर्ने हो। हाम्रो भाइले टिप्दैछ। टक्क हामी चाहिँ पुग्न लाग्यो। यहाँ अलिकति गर्मी भएरै साथीहरू टक्क बसेका छन्। यहाँ हाम्रो टोली चाहिँ यही हो। के छ साथी? उकालो एकदम बवाल छ। लास्ट भने के छ? उकालो एकदम छ, घाम उस्तै छ, बजार पुग्न गाह्रो छ। अब गाडीको सुविधा छैन, दुई खुट्टे गाडी पनि पेलिन्छ। यतिको उकालो कतिको मजा भइरहेको छ। मजा त एकदम रमाइलो। गाउँघरको हरियाली एकदम सल्लाहघारीमा शीतल हावा खाँदै बसिएको छ। अब एकछिन आराम गरेर उकालो लाग्छ। बदाम काजु खाइछ, माथि गएर बदाम काजु खाने हो। यो भिडियो हेर्दै राख्नु भएको दर्शकहरूलाई के भन्छ? यो भिडियो हेर्ने दर्शकहरूलाई चाहिँ लाइक कमेन्ट शेयर एकदम हेलो भाइरल बनाउनु पर्यो। आफ्नो साथीहरूलाई सेयर गरेर धेरैमा धेरै 1 मिलियन झार्नु पर्यो। टिआर भ्लगलाई एकदम। अब हाम्रो तिहारको भिडियो झन् अझै बब्बलले आउँछ। ल दीपावली मेला खेला। अब दीपावली मेला हो नि, बब्बल बब्बलको एकदम बब्बल हावा आइरहेको छ। हामी टक्क यहाँ हावा खाँदै जाँदैछौँ। उता चाहिँ जङ्गल छ हाम्रो। यो हाम्रो हिल्ली गाउँ सरर हरियाली छ पुरै। यहाँ देख्न सक्नुहुन्छ। ए भाइ के छ भन्नु लास्ट? गलिया छ कि छैन? गलिया छ अलिअलि। हिजो आयो कि आएन? हिजो त आइएन। अब भोलि अब आइँदैन। ल उहाँ भाइले सिरियसमा उसको कुरा भन्दैछ। ल गाइज, हाम्रो चाहिँ बाटो त तेर्सो थियो। हामी यो ठाडो बाटो हिँडेर तपाईँहरूलाई देखाउँछु। एकदम यहाँ चाहिँ साथीहरूले सर्टकट छ भनेर यो पुरै ठाडो बाटो जाँदैछौँ हामी। टक्कै यसरी आइँदैछ। उकालो नाक ठोकिने उकालो छ। पुरै सिधा उकालो माथिसम्म छ। पुरै नाक ठोकिँदै हिँडिरहेछन् केटाहरू। एकदम यहाँ चाहिँ सर्टकट बाटो भनेर आइयो। केटाहरू गलेर तेल फर्किसक्यो।
यस्तो छ बाटोको हालत। यो चाहिँ सर्टकट बाटो है त गाइस, झन्नै गुल्टिए पो त म। यहाँबाट गुल्ट्यो भने चाहिँ एकैवटा तल घरमै पुग्ने छ। यहाँ खतरामा हालेर हिँडिराख्छन् केटाहरू। एकदम यस्तो छ त बाटो चाहिँ, बबाल बाटो। भ्लग छ है पाइँदैन अब। साथीहरूलाई एकदम कुरो लगाइरहेको हिँडिरहेको। गाइस राइडर राइडर छुट्टै राइडर। अच्छा उकडा यस्तो उकालाले कुद्दैछन्। ओइ है गाइस, हामी तेर्सोमा आउनु आँट्यो अब। उकालाहरू गरेर है कस्तो भयो उकालो? गल्यो रमाइलो रमाइलो रमाइलो? मलाई त रमाइलो भएको छ एकदम उकालो आउन। यस्तो बाटोमा म कति हिँडेको तँलाई रमाइलो लाग्यो। अब यो भाइलाई कस्तो लाग्छ? कतिको गल्यो? उहाँ तलबाट आयो हामी, ठाडै उकालो। 5 मिनट लाग्थ्यो, यतादेखि 1 मिनटमा। 1 मिनट कति लाग्छ अरे? उतादेखि 5 मिनट लाग्थ्यो, यतादेखि 1 मिनटमा। ए हो त्यस्तो सर्टकट। लुगाहरू केटाहरू गुल्टे पनि छन् लिएर गयो त गाइस। लाग्यो हामी अब भरे तपाईँलाई अब त्यहाँ म्याचको दृश्यहरू देखाउने छु। कताबाट जाने? यताबाट यतैबाट छिटो हुन्छ, एकैबाट पुगिहाल्यो नि। हामी भनेको सर्टकट हो नि त। म अब त्यहाँ माथि पुग्न लाग्यो चन्द्र। हामी त्यहाँ म्याचको दृश्य बबाल दृश्यहरू देखाउने छ। दर्शकहरू कति छन् आज? फाइनल हुन लाग्यो अब, 27 गतेसम्म फाइनल छ। हामी त पानी खाएको पनि देखाउँछौँ। गाइजहरू तपाईँहरू पनि आउनु होला है त, एकदमसँगले बबाल हेर्नुपर्छ। पानी खाएको देखाउँछौँ हामीहरू। इटी धारो देखाउँछौँ भन्दैछ साथीहरू। इटी धारो होइन, पानी खारो ल एकदम चिसो पानी। अरूबाट हिँडेको त हाम्रो हिटी धारो है त गाइजी। टक्क यहाँबाट चिसो पानी खाएर हामी उकालो चढ्ने हो। यहाँ चाहिँ एकदम फ्रिजको त के चिसो हुनु, त्यस्तो खालको चिसो पानी छ। एकदम मुटु नै चिसो हुने यसको। मुहान चाहिँ यहाँ छ, धारो टाउको केटाहरू गर्मीले टाउको नुहाउँदैछ। उहाँ तल औलोबाट आएको गर्मी पो भयो त। यहाँ दोस्तीहरू जाँदैछन् सर बजार हेर्नुलाई। अब अलिकति छ हाम्रो बजार पुग्नु। पानी कस्तो छ साथी? हो गयो त हिटी धाराको पानी खान आउनु।